आमा म घाँस काट्न गएँ है। आज रिङ्गटा लागेको छ, आगोमा बस्न सकिन। हजुर खाना पकाइदिनुहुन्छ र? मैले नै सबै थोक गर्ने भए तेरो के काम? त्यति सानो डोको बोकेर के घाँस काट्न गएको गएर सुत कामचोर। म दुई जिउकी हुँदा त टिठाउनु न आमा। हजुरले पनि त भोगेर आउनु। भाको रिङ्गटा लागेर अडिन सकेको छैन। तेरो सधैँको त्यस्तै हो। म पेटकी हुँदा दुई भारी घाँस काटेर ल्याउँथे। ठुलो छोरो जङ्गलमै जन्मेको पटुकीमा पोको पारेर घर लिएर आएको थिए। हजुरको पालामा हामीलाई भन्दा दुःख थियो, तर मलाई अहिले धेरै गाह्रो भएर भनेको हो आमा। भयो, धेरै नबोल। जा गएर घाँस लिएर आइजा अनि आएर खाना पनि पका। म सक्दैन केही गर्न। हुन्छ आमा, म आफै पकाउँला। हजुर आराम गर्नुहोस्। छोरी मान्छेको घर पनि आफ्नो हुँदैन, माइती पनि आफ्नो हुँदैन भनेको यस्तै भएर होला। जति सुख भयो त्यति मातेका छन्। दुनियाँले बच्चा पाएका छन्, तैँले मात्रै पाउनलाई छैनस्। हजुरले आफूले पाएको दुःख बिर्सनु भयो आमा। हजुरको सासूले जस्तो व्यवहार गर्नुहुन्थ्यो, मलाई तस्तै व्यवहार गर्नु भएको छ। हास्य र मनोरञ्जनको चौतारी कमेडी चौतारी अफिसियल।